ल आजदेखि फेरि हाम्रो अर्को कहानीमा सुटिङ सुरु भइसकेको छ। हाम्रो फेरि आजको हाम्रो जमुनाजी पनि आइसक्नु भएको छ। हाम्रो अस्तिको जस्तो महँगोहरू नि अनि पछाडि साथीहरू पनि हुनुहुन्छ अनि हाम्रो डाइरेक्टर साथी उता हुनुहुन्छ अनि उहाँ छोटै डाइरेक्टर भन्ने खालको कुरो छ। उहाँलाई चाहिँ भविष्यको खतरा हामी चाहिँ सानो टिम चाहिँ सुटिङको लागि हिँडिरहेछौँ। यही हो हाम्रो टिम, सानो सुट हान्न छ माथि, त्यही भएर हिँड्न लाग्यो। भाइ बहिनी चाहिँ अलिकति फिल्ममा आउन लजाए जस्तो देखियो, तर उहाँ ठिक छ, फर्स्ट टाइम भएर हो। हाम्रो डाइरेक्टर साहब पनि एकदम उहाँलाई सिकाउँदै हुनुहुन्छ अनि उहाँ चाहिँ हाम्रो अर्को डाइरेक्टर साहबले पनि भन्दै हुनुहुन्छ अलिकति उहाँहरूको चाहिँ फर्स्ट टाइम भएर लजाउने अलिक गाह्रो भएर चाहिँ ठिक छ, केही छैन। ल यहाँ चाहिँ हाम्रो सुटिङ हुँदैछ है। आज चाहिँ क्यामेराम्यान चाहिँ हाम्रो दाजी। लो दाजी, हेलो नमस्ते। के गरिदियो यस्तो? सुटिङ हुँदैछ होइन? हजुर हजुर। हाम्रो यो बैसरी भन्ने च्यानल सिरियलको सुटिङ हुँदैछ। हजुर। हाम्रो यो भाग्यको सुटिङ हुँदैछ। हजुर हजुर। क्षति आउँदैछ, एकदम दमदार अनि बेजुट परिस्थितिमा आउँदैछ। सबैले एमजिएस सिनेमामा गएर हेरिदिन नभुल्ने हो। धन्यवाद। आजको कुरा कति भारी हो, धरतीको बोझ बोलामीको भारी होइन। यो कुरा मोरे त नर्कै जान्छ कि क्या हो? आज चाहिँ हाम्रो दुई भागको कथा फाइनल भयो। हामी चाहिँ जाँदैछौँ। हाम्रो दाइ हुनुहुन्छ एकदम वरिष्ठ हाँस्ने कलाकार, हाम्रो दिदी हुनुहुन्छ। दिदीहरू दुई भागको फाइनल भयो होइन, राम्रै भयो क्या होइन। आज चाहिँ दुई भाग। हाम्रो कैबुजी फेरि उहाँ हिँडिराख्नु भएको छ। आज चाहिँ दुई भाग फाइनल भयो, त्यही भएर हामी हिँड्दैछौँ। दुई भागको खुसियालीमा एकदम फाइनल भयो खुसियालीमा।